कस्तो मिठो हैन? ओ माय गॉड। हेलो हाई साथीहरु, गुड मर्निङ। आज पनि छोटो भ्लग लिएर हजुरहरुको माझमा आइसकेको छु। पक्कै पनि हजुरहरुले मन पराइदिनु हुनेछ भनेर आशा छ है। अनि मैले चाहिँ घरदेखि नै आज भ्लग स्टार्ट गर्छु भनेको त्यस्तै भइरहेछ के, घरमा चाहिँ बिर्सेर हिँडेछु। अनि आधी बाटोमा आएर स्टार्ट गरेको, त्यो पनि आवाज सानो भएर सुनेन। अनि अहिले चाहिँ म इलामको सानो पाथी भएर मुनि चाहिँ छु। खाजा खानलाई हामी यहाँ खाजा अर्डर गरिरहेछौँ। अनि हाम्रो खाजा रहेको छ मिठो थुक्पा, लोकल कुखुराको सुपमा रहेको छ। मिठो हुनेछ। हजुर यो खाने? अनि अब यहाँदेखि लिलि थोरै क्लिपहरू कहीँ बसिहालेछ भने म गर्छु। अनि त्यस पछाडि चाहिँ हामी एकैचोटि आमा भएको ठाउँमा गएर आमासँगको भेटघाट हेरौँ अब कस्तो हुनेछ। मेरो आमालाई कसैलाई थाहा छैन है हामी माथि निक्लिँदैछ भनेर चाहिँ। सरप्राइज हुन्छ होला सायद। रियाक्सन त त्यो बुढा पकाएको खै कस्तो आउँछ, तर पनि अलिकति खुसी हुन्छ होला भन्ने आशा छ होइन। अनि म चाहिँ निस्केको छु मेरो सुन्दरिया ब्युटिफुल कान्छी भाउजू। कस्तो तातो रहेछ, कस्तो साह्रो तातो झन्डै जिब्रो बिल्चायो। यस्तो खालको थुक्पा खानुको मजै अर्को हुन्छ है गाइज। वाउ, ओ माय गॉड। हाम्रो थुक्पा आइसकेको छ, रहेको छ लोकल कुखुराको सुपमा। ओ माय गॉड, तर तेल चाहिँ के हो यस्तो? भाउजू टोइलेट गएको छ अनि मैले चाहिँ पर्खिरहेको छ क्या। लोकल कुखुराको सुप है। पिरो टेस्टी थुक्पाको सुपसँग अब लिने हो यसको मजा। मिठो होइन? खुसबु नि डल्ले त्यो रातो खोर्सानीको डल्ले कस्तो मिठो आइरहेछ। नुन चाहिँ त्यत्रो नलागेको, अलिक नुन चाहिँ। A few moments later. गाइस, म चाहिँ घर आइसकेको छु। घरमा चाहिँ कोही रहेछ। हामी दुईजना पाहुना अनि मेरो पापा मात्रै हुनुहुन्छ। मटार ठस भएर बसिराख्नु भएको रहेछ मेरो पापा। सन्चै हुनुहुन्छ? खै दाजु भाउजू? दाजु गाडी लगेर गयो गएको छ। भाउजू अहिले चाहिँ गाडी चाहिँ त्यहाँ छोडेर त्यहाँ हलिँदै छु। त्यो कता उपल्लो घरतिर गयो कि कता ए, हामी चाहिँ माथि गएको छ। कतिखेर जानुभएको आमा चाहिँ? आमा अँ, आमा अहिले भर्खर गएको। अनि उता चिन्नु भयो कि चिनेन? जति तँलाई चाहिँ चिनिएन। ए हो र? अब हो कि हुन्छ कि अनि आफ्नै छोरीलाई नचिनेर हुन्छ? आँखा दुखेर बन्द भइरहेको त्यो ड्रप हालिराख्नु नि आँखामा लाउने, यस्तो ड्रप हुँदैन? जाम खाइसक्नु भयो? जाम खाइसक्नु भयो? जाम अघि 8:30 बजी नै गएको। ल गाइज, अब आमालाई पनि भेट्छु अनि चाहिँ भिडियोहरू इन्टेन्ट हुन्छ होला। फोन गरेर मम्मी चाहिँ घरमै रहेन रहेछ अनि हामी आमालाई ल्याउनु जाँदैछौँ माथि माइली भाइजूको घरमा। अनि यो बाइक चाहिँ कहिले कुदाउँदैन के हौ? नम्बरीले छक्या छ खै कान्छी। प्रभु यीशुको नाममा कसम।
हेलो पालाम हेरे हेरे चाउ चाउ हेर्न यसले के गर्नु खोजेको यस्तो सरप्राइज होइन हामीलाई भन्छु त यस्तो भएपछि चाहिँ अलिकति ब्याड हुन्छ भने ठ्याक्कै मम्मी त हामी काका भित्रैबाट झिक्यो आमा मलाई चाहिँ चिन्नुभयो हामी कान्छी छोरी हामी लु सेवा सेवा है सेवा सेवा लु आशीर्वाद दिनु छैन सेवा छ क्या कति दिन अति लाग्यो पाउनु पनि आफ्नो दिन डाक्टर दिन्छु बाहिर पाला कम्ती अघि एकताल लिएर छोडेको अनि अघि झिलिमिली झै भइगयो मलाई त यही कुरा चाहिँ टेन्सन भइरहेको यस्तो दिन त के यस्तो मेरो भाइ मेरो आमा त खानु छ खानु कहिले ल्याएको फर्काहरू फोन त गर्नु त कस्तो हो लडी बडी हो आमालाई खुसी भएन आमा माइली पनि आइज माइली पनि आइज गर्दाखेरि के हो यस्तो हेरेकोदेखि छक्कै परेको तिमीलाई देखेर बाउलाई के कसम सरप्राइज दिएको के साँच्चै अचम्म हो अचम्म त बाउलाई आमालाई चाउचाउ हेर्छु नि माम खानु भएको छैन अरे खाजा कि खाना मलाई सरप्राइज भएर मेरो भाउजू माइली चाहिँ अब खै आमा त इलिक्क भइगयो आइफोन अनि ल अब चाहिँ म यहीँ मेरो भिडियोलाई चाहिँ इन्ड गर्छु सायद थियो योले गर्दा सुनेन होला हौ ल बाई बाई गाइस हामी फाइनल मेरो आमा र बाबा अनि कहिले अब सिस्टर चाहिँ अनि आज मेरो भिडियो चाहिँ यहीँ इन्ड गर्छु